एउटी महिलालाई व्यवस्था गर्नु उसलाई तिमी बिना पनि बाँच्न सिकाउने तरिका हो। पुरुषहरू सोच्दछन् कि यदि उनीहरूले चुप लागे, दूरी बनाए या खास ध्यान दिएनन्, सायद त्यसले केही रहस्य जोगिएर बस्ला। उनीहरू सोच्दछन् कि महिला फोनको छेउमा बसिरहनेछिन्, पर्खिरहनेछिन्, आशामा रहनेछिन्, भाँचिएकी तर बाँचिरहेकी। तर यथार्थ के हो भने तिमीले उनलाई व्यवस्था गरेको प्रत्येक घण्टा उनी आफूलाई तिमी बिनाको संसारमा ढालिरहेकी हुन्छन्। प्रत्येक नउठाइएको फोन, प्रत्येक चिसो जवाब, प्रत्येक छुटेको कुरा, यी सबै उसलाई सिकाइरहेका छन् कि उनी तिम्रो आवाज बिनै निदाउन सक्छिन्। उसको संसार तिमी टाढा हुँदा पनि अन्त्य हुँदैन। उनी आफैमा भरोसा गर्न सक्छिन्, तिमीले समाउनु पर्ने छैन। उनी फेरि मुस्कुराउन सक्छिन्, तिम्रो नाम स्क्रिनमा नदेखिए पनि। तर पुरुषहरू बुझ्दैनन्, एउटी महिला कहिल्यै एक्कासी कसैलाई छाड्दिन। उनी बिर्सन थाल्छिन् बिस्तारै, चुपचाप, न रिसले, न करले, न आँसुले, बरु स्वीकृतिले। सुरुमा उनी फेरि प्रयास गर्नेछिन्, आफैलाई दोष दिनेछिन्, अझ बढी माया दिनेछिन्, पहिलो सन्देश पठाउनेछिन्। जब उसका प्रयासहरू सुस्त हुन्छन्, उसका सन्देशहरू आउन छाड्छन्, उसको मन कठोर बन्छ। र जब तिमीले उसलाई मिस गर्न थाल्नेछौ, सायद उसले तिमीलाई पर्खन छाडिसकेकी हुन्छन् र अब उनी तिमीकी हुँदैनन्। एउटी महिलालाई व्यवस्था गर्नु तिम्रो शक्ति होइन, बरु उसको मुक्ति सुरु हुनु हो। किनभने माया चुपचापमा हुर्किँदैन, दूरीमा बढ्दैन, व्यवस्थामा टिक्दैन। र सबैभन्दा दुःखलाग्दो कुरा के छ भने तिमी सोच्दै थियौ कि उनी टुक्रिरहेकी थिइन्, जब वास्तवमा उनी आफैसँग दौडिँदै थिइन्, उनी बलियो बन्दै थिइन्। उनी बुझेकी थिइन् कि तिमी बिनाको जीवन पनि सम्भव छ, जहाँ तिम्रो कुनै स्थान हुँदैन। त्यसैले होशियार बन। आज जसलाई तिमी व्यवस्था गरिरहेछौ, त्यही महिला भोलि तिम्रा लागि पूर्ण अपरिचित बन्नेछिन्। एउटी महिलालाई